What's up everyone? It's me Milan Tamang. Welcome back my vlog. स्वागत छ तपाईँलाई मेरो नयाँ भ्लगमा। हाम्रो भ्याकेसन भएको कारणले जस हामी जानेछौँ पोहाङमा। त्यहाँ चाहिँ हाम्रो लागि चाहिँ न्यू ठाउँ हो, भएको छैन तर कस्तो हुन्छ त्यहाँ गएर के हुन्छ केही पनि थाहा छैन। तर हामी यहाँबाट गएर एकदम बवालवाला घुम्नेछौँ अनि के कस्तो रहेछ सबै कुरा हामी त्यहाँ गएर इन्जोय गर्नेछौँ र अनुभव लिनेछौँ। अनि सो गाइस एन्ड देन लेट्स सी अब त्यहाँ गएर के हुन्छ। अब हामी सबै कुरो भिडियो बनाइदिएर उनलाई त ल गाइस हामी चाहिँ अहिले थेगु स्टेसन आइपुगेका छौँ। सो त्यही हो, अब हामी थेगु स्टेसनबाट अब हामी ट्रेन चढेर चाहिँ हामी जानुपर्ने हुन्छ पोहाङ। अनि सो त्यही हाम्रो आज 4 जना छौँ हामी। हाम्रो राजदाई हुनुहुन्छ अगाडि, हाम्रो यता अर्को तेजन दाई, दिपेनजी। सो लेट्स सी our destination is पोहाङ। लगायत सो हामी चाहिँ थेगु स्टेसनमा चाहिँ हामी केटिएक्स स्टेसनमा आइसकेका छौँ। यताको नजाराहरू यस्तो छ, एकदम बवाल छ होइन यताको लुक्सहरू। सो त्यही हो, लेट्स सी अब हामी यहाँबाट जान्छौँ टक्क लाएर। ल हामीले टिकट लिएर अब हिँड्नुपर्ने हुन्छ। लगायत सटल लाएर हिँडेको हामी। सो त्यही हो, यता हाम्रो टोली सोली ल दोङ थेगु आनन कफी हिँड्यो है त ट्रेन लाएर। हाम्रो यता तम्तयारमा लगभग हाम्रो नि आयो क्या, हाम्रो आयो जस्तो छ यार ट्रेन। सो त्यही हो, हाम्रो यता आइसक्यो, यही हो हाम्रो। ल साथीहरू हामी चाहिँ अहिले ट्रेन चढेर पनि हिँडिसक्यौँ। सो त्यही हो, यता हाम्रो साइडमा सानो अनि हामी यता 2 जना साइडमा। लेट्स सी अब हामी त्यहाँ गएर इन्जोय गर्छौँ। त्यहाँ गएर चाहिँ हामी ट्याक्सी चढेर जानुपर्ने हुन्छ। ल साथीहरू हामी चाहिँ यहाँनिर पोहाङ सी टर्मिनलबाट चाहिँ हामी अब जस रोइला हान्दैछौँ यता आएर। अब यहाँबाट हिँड्नुपर्ने हुन्छ हामी। सो गाइज हाम्रो अब हामी यहाँबाट चाहिँ बटल सटल खोलेर बिचतिर हिँड्नुपर्ने हुन्छ पुलतिर। सो त्यही हो, यहाँ चाहिँ यसरी आउँदो रहेछ। अब हामी चढ यहाँ चाहिँ लिन आउँदो रहेछ है यहीँनिर टक्क लगाएर। सो त्यही हो, एकदमै बवाल हुनसक्छ यो ठाउँ यता माथितिर। हाम्रो राजा दाइ अन द फार। ल साथीहरू हामी चाहिँ यहाँनिर यस्तो ठाउँमा आइपुगिसकेको छौँ होइन। अब ल साथीहरू हामी चाहिँ यहाँनिर बिचनिर चाहिँ हामी आइपुगिसकेको छौँ भने जस हामी अब हाम्रो वासस्थान होटल खोज्नको लागि चाहिँ हामी जानुपर्ने हुन्छ। यता त रहेको छ यो समुद्रमा चाहिँ हामीले चिल गरेर बिताउनु पर्ने हुन्छ है त। अहिले त हुन्न कि, अहिले गर्मी भएर अहिले एकछिनमा आउँछ। ल साथीहरू यस्तो नजारा छ यहाँबाट, यस्तो देखिन्छ होइन यो समुद्र। अनि अब हामी अगाडि बढ्दैछौँ। ल साथीहरू एकदम बवालै हो यो। अर्को हप्ता होइन भोलि चाहिँ हुनसक्छ यो कन्सर्ट। ल एकदमै बवाल। सो everyone, this place is Pohang. They are preparing for a concert. Let's see. Okay, beach. See the Pohang beach. It's like perfect for Saint. ल गाइज अझै कुन
यो किङ हो थाहा भएन होइन यक्सा इतिहास अरे इतिहास 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 I don't know what is that huh अनि यो केप टाउन चाहिँ यहाँनिर देख्न सक्छ 13,000 लन्डन पेरिस बेजिङ चाइना सेउल टोकियो चाहिँ 927 किलोमिटर रहेछ यहाँबाट नियर दिस इज टु मच नियर राइट ल साथीहरू हामी चाहिँ समुद्रमा आइसकेको छौँ होइन हामी चाहिँ समुद्रमा आएर अब जस्तो हामी यहाँबाट स्विमिङ हान्छौँ हामी यहाँनिर पौडी खेल्छौँ होइन यता हाम्रो राजु दाई अनि हाम्रो यता पछाडि पेन ल अब हामी छिर्नुपर्ने हुन्छ भित्र ल साथीहरू हामी चाहिँ समुद्रमा आएर जस्ट रिल हान्दैछौँ यहाँनिर यस्तो बवाल छ यता भ्यू छ भने यता चाहिँ जस्ट यस्तो समुद्र रहेको छ लेट्स सी अब हामी यहाँबाट डुबुली हानेर जान्छौँ छोएन कि छुँदै छैन यार ग्लास नै छैन यार भयो ल हाम्रो सामना है यो चाहिँ गङ्गडा हो ल हाम्रो आजको माल हो हङकङबाट आएको अरे यो एकदम ठुलो छ चौधरी साहब यो गङ्गटोलाई चाहिँ हामीले काट्नु पर्ने हुन्छ साथीहरू ल जस हामी खाँदैछौँ भिडियोहरू क्याप्चर गर्ने कोसिस गर्दैछु होइन अनि यहाँ अगाडि रहेको छ यहाँनिर स्काई ब्रिज एन्ड हियर द बीच साइड अनि आजको नजारा एकदम बवाल देखिरहेको छु सो त्यही एकदम बेलुका छ अहिले इन्जोय गर्ने कोसिस गरिरहेको छु म पनि त्यही हो यतानिर चाहिँ मोटलहरू टन्नै यो साइडमा चाहिँ मोटलहरू बस्ने ठाउँहरू यताउति खोज्ने अनि यतातिर साइडमा यस्तो बिच छ यतातिर रमाइलो गर्ने अनि यता स्काई ब्रिजमा गएर इन्जोय गर्नुपर्छ है सो मेरो हिँड्दैछौँ यता हाम्रो बिचको साइडमा हाम्रो दिउँसोको यो नजारा चाहिँ अहिले यस्तो बवाल देखिरहेको छ हामीले होइन बवाल देखिरहेको छ है दिउँसोको यो पट्टीहरू हो अहिले त यस्तो बवाल देखिन्छ ल यस्तो उकालो बाटो हामी हिँडेर माथि जाँदैछौँ दाजुभाइहरू हाम्रो यता एके तेजन मगर र साथीहरू स्काई ब्रिज भनेको यही हो होइन स्काई ब्रिजमा हामी जाँदैछौँ आजको नाइट भ्यू हेर्न र भोलि पनि आउनेछौँ हामी डेको भ्यू हेर्न लेट्स सी हामी फाइनल्ली ल साथीहरू दिस इज स्काई ब्रिज यु क्यान सी फोटो जोन दिस इज अ फोटो जोन राइट हियर स्काई ब्रिज यु क्यान सी हियर by road in a Phuhang, you know, right here some people are walking under here and there because today here the door is closed for today. Opening time is 8 p.m. so good morning साथीहरु आज चाहिँ हाम्रो सेकेन्ड डे हो सो त्यो साथीहरु हामी चाहिँ यो मोटलमा बसेर अब हामी हिँड्नु पर्ने हुन्छ आज हाम्रो सेकेन्ड डे अब हामी लन्च गर्छौं अनि त्यसपछि चाहिँ हामी हिँड्नु पर्ने हुन्छ अगाडि सो त्यही हो आजको नजाराहरु एकदम बवाल हुनेछ सो गाइस लेट्स सी तपाईहरुलाई पनि इन्जोय भइरा होला भिडियो हेरेर सो हामी पनि एकदमै इन्जोय गर्दै छौं अझै पनि इन्जोय गर्ने कोसिस गर्छौं हामी यता हाम्रो तेजन दाई हाम्रो हैन एकदम फेमस हुनुहुन्छ कोरियामा अनि यता हाम्रो समुद्र ल अब चाहिँ हामी यहाँबाट राख्दैको सो गाइस एकछिन पछि हामी लन्च गर्छौं
त्यसपछि फेरि हामी घुम्न लाग्नेछौँ। सो तपाईँहरू वेट गर्नु होला, भिडियोलाई हेर्दै गर्नु होला, एकदम इन्जोय लिँदै गर्नु होला होइन। यहाँहरू यस्तै हो, के गर्नु होइन, चिल गर्ने काम गर्ने, चिल गर्ने काम गर्ने। लेट्स सी। ओके अलराइट लेट्स गो। यता चाहिँ समुद्र हो अनि यता हामी हिँड्दैछौँ साथीहरू। ल यता लाहान भन्ने बिल्डिङ रहेछ यहाँनिर। सो तपाईँहरू यता आउनुभयो भने यो लाहान भन्ने ठाउँ, अनि यता भित्र यता रहेको छ बिच, अगाडिको साइडमा बिच देख्न सक्नुहुन्छ। सो राइट लेट्स सी। साथीहरू म र दिपेन एकदम चिल हान्दैछौँ होइन। ल हामी चाहिँ हाम्रो ट्याक्सी चढेर हामी ओर्लेर पनि हामी लाग्दैछौँ हाम्रो घुम्ने ठाउँतिर। सो अब हेरौँ त्यहाँ गएर हामी कस्तो ठाउँ चाहिँ हामी घुम्नेछौँ भन्ने कुरा म सबै कुरा त्यहाँ गएर नै देखाउने कोसिस गर्नेछु र म पनि हेर्ने कोसिस गर्नेछु, किनभने दिस इज माई फर्स्ट टाइम इट्स हियर पोहाङ। सो आई डोन्ट नो what kind of how many places are to visit here. साथीहरू यो ठाउँ चाहिँ यस्तो हरियाली रहेको छ भने जस्तो हामी इन्जोय गर्नेछौँ। लेट्स सी। अब साथीहरू यस्तो सुनसान ठाउँमा आइपुगेको छौँ हामी होइन। यस्तो बबाल सलल पानी, हाम्रो गाउँतिरको खेततिर कुलो बगिरहेको जस्तो फिल भइरहेको छ मलाई। ढोल